यता 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 फर्केर ले गनी काफल के भन्छ के मजाले बसिरहेको छैन। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आजको दिन चाहिँ हामी फेरि नयाँ भ्लग लिएर उपस्थित भइसकेका छौँ। टमाटर भन्नुहोस् न, टमाटर बारीबाट सरसँग टमाटर बारीमा पानी हाल्न आएको छौँ। त्यहाँबाट भ्लग सुरु भयो। अब हामीले टक्कैसँग पानी हालेको भिडियो सरसँग तपाईँहरूले हेर्न सक्नुहुन्छ। कस्तो मजाको भिडियो हुन्छ र कस्तो हुन्छ। गाइस, हाम्रो पानी हाली सकिसकेको छ, देख्न सक्नुहुन्छ। सर टमाटरको बिरुवाहरू छोडै छोड्छन् नि। ल फाइनली धेरै पानी हालेर त गाइस फाइनली काम सकिएपछि नि अर्को काम छ फेरि हाम्रो यहाँ काफल फैलाएर त्यो रुखमा हामी छोटै छोटले काफल खान्छौँ। काफल आफ्नै अर्ग्यानिक भिटमध्ये खोलेको काफल सटक्क गरेर गयो फेरि अरू पनि ले देन दिदिन त यार असिमसो मात्र यहाँ रहेछ त सटै सर्सिङ है। कालो काबल खाने हो हामीले। टुप्पा टुप्पामा छ यहाँ काफलको टुप्पा कहाँ छ? दिँदैन छोटै छोटै यहाँ छ काफल गरौँ। कालो काफल गाइस, गनी काफल के भन्छ रुखमै फले भाइ छोटै सर्ट बिटिङ मिठो छ। टुप्पा टुप्पातिर फलेर चाहिँ क्या देखाएर नि त। मिठो छ पढ्दैन ठुलो चाहिँ काफल कुरो पढ्दैन त्यो मस्ती भाइ त्यो चाहिँ खान त्यहाँ माथि माथि त्यो फैलाएको छ नि। जाउँ है मलाई पुग्यो खान्न लगाइ बोलिनु लाग्यो। आफूले छैन टुप्पा टुप्पातिर मजा छ अनि सबैतिर सब्जी चल्दै गयो। ओइ अलि धेरै टिपेर ल्याए अनि फ्रिजमा हाल्नु ल, अलि दिउँसो खाउँला क्या। अब घाममा देखाउनुपर्छ क्या। अलि धेरै टिपेर ल्याए म त ओर्लिदिएको रुके लोटेला रे। ल गाइस, हामी चाहिँ चल्दिएको ल। अब माथि काफलै छैन देखो काफल साफल नखाने करवा दो कहाँ फल करने का काफल जान्छ। हल्का हल्का त खाइयो, हल्का हल्का खानु पनि धेरै ठुलो कुरा हो क्या। यहाँ त अनिकालको काफल हुन्छ। यहाँ त काफलै नपाइने बेला काफल अलिअलि खानु पनि धेरै ठुलो कुरा हो न। चढाइ सर्ट हुन्छ नि फेरि अब अन्त। ल बाँकी भिडियो हेर्दै राख्नु होला। चल्दै गयो ल। कसो पुग्यो?
गाइज हामी चाहिँ अहिले फाइनल्ली माथि जङ्गलतिर आयौँ। जङ्गलतिर किन आयौँ भन्नुहोस् न, हामी ढुकुरको खोर हेर्न आयौँ। देखाउँ देखाउँ, रुख चाहिँ सानो छ, हेर्नुहोस् रुख चाहिँ सानो छ। अब यहाँ हेर्नुहोस् बच्चा रहेछ, क्या मजाले बसिदिएको खाना। कुचल अन्डा पनि छ क्या, यो के को बच्चा खासमा कुचल? अन्डा नै छ अरे। हेर्नु यो के को बच्चा? ढुकुरको छैन नि, तर ढुकुरको रहन्छ। के हो थाहै भएन, तर एउटा मात्र रहेछ। ल हामीसँग बसेस्, अब तेरा खुसीको दिन आउँदैछन्, त घुम्न पाउँछस्, त डुल्न पाउँछस्, तैँले संसारमा पाइलो टेकिस्। ल बाई 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 बन, बाई बन मुने। ल ल लगाइ चल्दिएको बिहेको यही हेर्न आएको हामी। अहिले चाहिँ हामी कहाँ आयौँ? यहाँ आयौँ होइन भोटे नि? भोटे नि तिम्रो बाख्रा कति छ? यता हेर न, यता हेरेर भन त, नलजाउनु त नि। यता यता हेर, यता हेर क्या। तिम्रो बाख्रा कतिवटा छ अरे? 6वटा। अनि 6वटा बाख्रालाई त घाँस काटेर हाल्यो भने हुन्थ्यो त नि। राम्रोसँग बोल न। खाना खायो? के तिमीले खाइदियो? अनि अरू? फसीको मुन्टा। अनि अरू? पानी खाइनौ? अनि हाम्रो गला आयो। तिमीले कहाँ खायो त? किन तिमीलाई नदेखाउने हो र फेरि? ए कुशल, यो त फेरि होप्पी मान्छे हो नि। फेरि यसले त फेरि कसैको लाज नि मान्दैन, बोलिहाल्छ फेरि। यो त फेरि यो जङ्की हो नि फेरि। मलाई यति गर्न आउँदैन हो त्यो त। यत्तिकै हाल्यो हो कि भोटी नि? हो नि? तिमी भोटी नै हो नि? ए सरिता हो? सरिता 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 खै तिम्रो एक डान्स जाओस् ल। अब फेरि नाच भने बेला फेरि ल गीत बजाऊ त भने। गीत युट्युबमा चाहिँ कपिराइट हान्छ क्या। ल ल ल ल तिमी आफै गाइदेऊ न। तिमी गाऊ, तिमी गाऊ अनि नाच्नु। ल नाच त ल ल ल। अब तिम्रो यता हो, अब तिमी नाच्ने हो कि यहाँ हो? ल पानको साथ कुमार है माया तिमीलाई सम्झिन्छु दिनको रात पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात अर्को क्या किन्ने हो बन निर्माया आज आउँदैन पक्कै मर्छुमा देख्नै पाउँदैनौ। कुमार भन क्या? कुमार भन्नु पर्यो। यता 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 फर्केर ल एकपल्ट रुकुमै कोटा बाबा अब ध्यान नान्दिन। ल अब तिमी यहाँ के भने तिम्रो नाच ठिक छ न? तिमीलाई म नि धेरै पैसा कमाएपछि तिमीलाई म सारी होइन, तिमीलाई म एउटा गीत म सुटिङ खेलाउँछु। हुन्छ ल है? ल अहिलेलाई नमस्कार गर, म बिदा हुन चाहन्छु। नासिन भन न।
नहाँसेर म अब बिताउन चाहन्छु भन ल गाइज ल सपोर्ट गरिदिनु होला गाइज उहाँलाई सपोर्ट गरिदिनु होला किनकि उहाँ डेन्जर हुनुहुन्छ तपाईँ डेन्जर हुनुहुन्छ न ल